यति बेला पत्रकार दिलभूषण पाठककी छोरी बाडी भूषण पाठकले परराष्ट्र मन्त्री डाक्टर आर्जु राणासँग हात नमिलाएको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेको छ। ह्युलेन्स स्कुलमा आयोजित एक समारोहमा परराष्ट्र मन्त्री डाक्टर आर्जु राणासँग हात नमिलाएको भिडियोले चर्चा पाउँदा अनेक किसिमका टिप्पणीले सञ्जालमा स्थान पाएको छ। आर्जु राणाले हात मिलाउन अगाडि सार्छिन्, तर बाडी भूषण पाठक उनीसँग हात नमिलाई अलिक परतिर अर्को जनासँग हात मिलाएर निस्किन्छन्। यो भिडियो भाइरल भएपछि उनले धेरैको स्याबासी समेत पाएकी छिन्। त्यसै क्रममा पत्रकार राजीव खत्रीले इग्नोर र बहिष्कार अभियान चाल्नुपर्छ भन्दै स्ट्याटस लेखेका छन्। पत्रकार खत्रीको स्ट्याटस हामी जस्ताको त्यस्तै सुनाउँदैछौँ। उनले लेखेका छन्, छोरी हुन् त दिलभूषणको जस्तो, गुर्जब नानु, जहाँ पायो त्यही ननिउरिनु, होचो ढोकामा निउरिने हो, अग्लो ढोकामा होइन। श्रद्धा गरेर निउरिने हो, घुँडा टेकेर होइन। तिमीले यहाँ जे गर्यौ त्यो घमण्ड होइन, आफूप्रतिको आत्मविश्वास हो। मेहनत गरेर पढ्ने आफू अनि कथित यी भिआइपीसँग हात मिलाउनु पर्ने भन्दै प्रश्न गरेका छन्। चाकडी प्रथा खारेज गरौँ, अब यसै गरी नै इग्नोर र बहिष्कार अभियान चाल्नुपर्छ उनले भनेका छन्।